अलि यता मेरो साथी छ प्रिन्स बचपनको अबिता बचपन गाइस यहाँसम्म आइपुगेछ यो मोटिभेस यो हेलो सिद्धो मामा घरको मन्दिर देखाउनु पर्दैन यो त ब्यारिकेडको देखान यार यहाँ मन्दिर नि बनाएको थियो है साथी मन्दिर भइरहेछ सो यता पिपलको बोर्ड छ ठुल्ठुलो सो गाइस ओइ प्लिज हिट जाम यो मोटिभेसनल गाइस कस्तो मेरो ब्लड सर्कुलेसन बन्द भयो जस्तो छ भाइ त मेरो वर्षमा दाइ पर्छ साथी भनिरहेछ हुन त हामी साथी नै हो हेरि ए मा गाइस मेरो र्याङ्क के सिएसमा डायमन्डै छुइनँ म गोल्ड 1 मलाई धेरै भाइ योसँग गोल्डन सिजन 1 छ म तपाईँहरूलाई त्यसको बेग्लै भ्लग बनाउँछु अहिलेको लागि देखाउनु हुन्न ए भाइ इन्डियन भाषा होइन यार नेपालीमा बोल्न यहाँ मा घरमा धेरै मजा देखाउनु सो गाइस यो चाहिँ इन्डियन हो जिस्कियो के पाउडर गाइस त्यत्तिकै गाइस सधैँ यस्तै हो क्या मामाले यता गाइस कस्तो ब्लड सर्कुलेसनै चलेन के हो त्यो माम बढिदिन्न यता चाहिँ मेरो मम्मी हुनुहुन्छ यता सिरियस भाइ छ जो कि 14 सब्सक्राइबर छ मम पफिन दिन्न पफ कहाँ चल झुट बढी दिन्न बढी मेरो बढी दिनु सबै किरा छ यसमा छैन होला है अहिले खाजा खाएको छ पुग्ने खाएको छ अहिले भात पाकिसक्छ ल अब यता डुल्दै बस्ने हामी चाहिँ यो चाहिँ हाम्रो क्युट बिरालो हो हेर्नु न यसलाई स्किन भएकोले अट्याक हानु जस्तो छ यता पुरै कानमा सबमा यता हेर्नु न पुरै घाउ भएको ए भाइ मलाई त देखाउन देऊ न केटी हो यसले हाम्रो बिरालोको किस खान्छ यो सिरियस यो उसको चाहिँ गाउँ सैलुङमा हाम्रो दोर्खा हुँदा नि खतरनाक जाडो हुन्छ क्या भनेपछि ऊ धेरै जाडोमा यो चाहिँ मेरो भाइ पफ खाइरहेछ देऊ न जफेभन्दा जाडो हुन्छ क्यामेरामा हेर्नुहोस् न गाछले गोडामै थुक्थ्यो जब गोडा धुनुपर्छ गोडामै धुँदै यार गाइस म प्रथम गरेको मान्छे गोडामै धुँथ्यो कसैलाई माया परेको जस्तो छ है त्यो बिहासँग यहाँ पक्का त पर्यो गाइस यो मोटिभेस यता छ मेरो ठुलो मम्मी मोटिभेस भाइ छ अनि मेरो आमा त्यो म के खानु मसँग पैसै छैन आफ्नो वालेटै बोकेको छैन के खाउँछु म अनि मेरो मामा पुतिया देख्नु भयो दोर्खा भलिबल टिमको जर्सी लाउनु भएको छ तर कुन टिम थाहा भन नम्बर 5 यता स्प्रिङ्कल चलिरहेछ आमा यसलाई
नेपालीमा के भन्छन् फिरफिरे है यो नेपाली त्यो त जोतिन्छ खतरा मामा चाहिँ अब आउनु भइरहेछ सब कुरा मामा घरमा त मजा छ गाइस मजा छ मामा घरमा त बहुत ही मजा छ मोटिभेसको 14 तिमीहरू दुवैजनाको खोल मामा किन हान भन्नुभयो अहिले यसलाई चाहिँ यो सबैको एक हानिदिन्छु म गाइस यता भ्लगको जिन्दगी चलिरहेछ हाम्रो बिरालोले स्किन वाकरले हान्यो कि ढाडे बिरालो जस्तो छ गाइस यो फेरि मोबाइल चोर्छ मेरो यसको अनुहारहरू त कति क्युट छ कति क्युट आँखा नै खोल्दैन के त्यो दिन खोइ के अट्याक गर्यो के आँखा खोल तू अभी देखो भाई इसका खोल ओए बिरालो हाम्रो बिरालो भाग हेलो पुन्टी के छ नछोप न यार सिवेश पुन्टी तिम्रो यो कति आँखा छोप्छौ के पुन्टी यस्तै नङ निकाल न नङ निकाल त निकाल्दिन यसलाई स्ट्रेच हुनुपर्छ कि त्यो झ्याउ लागेर मामा कहाँ जानु लाग्यो तपाईँ डेटिङ हामी चाहिँ मामासँग हिँडे जाम है मामासँग मामा चाहिँ यहाँ स्प्रिङ्कल निकाल्नु भइरहेछ एकछिनमै भयो मामा एकछिनमै भयो के 14 मिनट हुन्थ्यो नि त्यहाँ 14 मिनट नगर्ने 14 मिनट हुन्थ्यो नि है साँच्ची अहिलेको भिडियो नाकाम भयो हाम्रो गाइस त्यहाँ को छ गाइस त्यहाँ कुन चाहिँको बाख्रा रहेछ हाम्रो त साह्रै केही छैनन् अझै छन् हाम्रा गाइस यिनीहरू दुईजना सो गाइस यिनले आज छेरी चिन धेर दुध खाएर यो त बोको फेरि त्यो बोको होइन यो बोकोलाई खोको बनाइदिनु गाइस यसले खोको बनाउँछ अरे गाइस यसले 1 लाख हान्नु फेरि हान गाइस यता वाइल्ड वेस्टको जस्तो लडाइँ भइरहेछ सो गाइस अब यसलाई हान्छ रे मम्मी भाइ गाइस यसलाई हान्न खोज्यो यसको चाक पड्यो कि भाइ यसले मलाई ठोकिदिन्छ अहिले मागी ठोकिदिन्छ अहिले गाइस यो लट्ठीले हान्ने है गाइस यसले फेरि हान्न खोजिरहेछ यो फेरि ढल्छ जस्तो छ मम्मी गाइस यसले कुन चाहिँ बेला ठोकिदिन्छ गाइस यसले पक्का मा कसम ठोक्छ मा कसम चाहिँ होइन ठोक्छ चाहिँ गाइस एक सत्ताले ठोकेर ओए फेरि हान्न भिडियोमा सुट भएन ए म्या हेड शट हान हेड शट तिमीहरू चाहिँ यता के बाइक खान्छ गाइस यसले फेरि हेड शट हाल्यो यो हेड शट किन यो म्याक अहिले मासु दिएन भने के गर्ने इट्स बिन मासु दिएन भने के गर्ने नहान्न बिचारोले मासु पाउँदैन मामले बोको होइन यो बोको यो बोको यसलाई ठुलो भएपछि खसी पार्नुपर्छ अनि दसैँमा मागी रङ खान्छस् गाइस यता रङ सो गाइस हामी चाहिँ अब तपाईँहरूलाई हाम्रो भैँसी गाइस यता अझै बाख्रा चराइरहेको छन् क्या
चढिरहेछ न चाहिँ यहाँ उल्टै चढिरहेछ न चाहिँ सो गाइस यो चाहिँ हाम्रो भैँसी हो हामीले आफै पालेको अनि यता एउटा सिक्रेट बेस छ तर लुका छिप्पीमा यो भेटिहालिन्छ गाइस 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 यो सुत्यो गाइस सिक्रेट बेस हामीलाई ओइ भाँच्छ गाइस म त गएँ यिनीहरूले भाल्थे कुन चाहिँ बेला गाइस अब यता म कमेडी देखाउँछु गाइस कमेडी किङ हो अब कमेडी वा भित्र छिर्मा यता छन् जान भाइ गोद्दे बाली यो मा हो बढी भयो अब भेट्यो यसलाई भेट्यो कसले त्यो नि हाम्रै बोको हो जस्तो छ त्यो यहाँ गाइस अरूहरू नि छन् ऊ त्यहाँ चाहिँ ऐसेलु छ है ओ गाइस खतरा लड्यो तर त्यो हाम्रो होइन नि उता आँटेको मुहाको गाइस यता पाडो नि छ पाडो यता उयो नाकको कुखुराले गाइस परेन तगडक सो गाइस आजको लागि यति गाइस आजको लागि यति भन्न लागेको थियो भिडियो सिधा नलागेको थियो अब सिस्टम फाड्छ तर म चाहिँ यहीँबाट देखाउँछु है देख्दैन ल म अर्कै बाटोबाट आउँछु गाइस हामी यो बाटोबाट हामी चाहिँ ओए रोकै नडौडी प्रिन्स गाइस हामी चढिसक्यौँ यता गाइस सस्ता बाँधेर आयो गाइस गाइस टिप्न हिँड्छ ओ छिटो झर्न क्या छिटो झर भाइ निगोमा आयो भाइ त चढ्नै सक्दैन झरम सो गाइस अब चाहिँ म त्यहाँबाट जम्प हानेर झर्न गइरहेको छु गाइस पहिला यसको उटपट्याङ देखाम कस्तो खतर जम्प हाले सो गाइस अब चाहिँ म मुनि छ ओ प्रिन्स हिँड्न मुनि झरम प्रिन्स हिँड्न भाइ निगम एक्लै छ हिँड भाइ गाइस सो अब म यहाँबाट जम्प हान्छु सो गाइस भिडियो चाहिँ अहिले नबिग्रेछ है म मेरो ग्रिप राख्छु निगम आऊ भाइ निगमले टोक्छ कस्तो टोक्छ जस्तो लागेको छ त्यो कुकुरले ओइ न ओइ बोला निगमलाई बोला बिहान होइन छिटो हिँड न निगम ओले त तिमी हेर्नु गाइस यहाँको गाइस यो हाम्रो मिनेट हो तर आउनु गाइस माथि जाम अब लोटन दाजु हाम्रो मामा घरमा बस्ने गाइस यो अलिक कमेडी छ है सो गाइस आजको लागि मेरो आइडी सर्च गरेर लाइक सब्सक्राइब गरिदिनु